यहाँहरू सबैलाई नमस्ते। आज फेरि हामी छाला भएको राँगाको मासु अर्कै तरिकाले बनाउँदैछौँ। हामीसँग छ राम्रोसँग पखालेर राखेको 1 केजी 500 ग्राम छाला भएको राँगाको मासु, 3वटा ठुलो दाना प्याज, 6 केस्रा लसुन, अलिकति अदुवा, 6-7वटा हरियो सुकुमेल र 6-7वटा ल्वाङ पनि छ, 4वटा टमाटर, 2-3 थरी मिसाएको दाना मसला, 1 सानो चम्चा बेसारको धुलो, 1 ठुलो चम्चा कश्मिरी खोर्सानीको धुलो, 1 ठुलो चम्चा धनियाँको धुलो, 2 ठुलो चम्चा मिट मसला, आधा सानो चम्चा दालचिनीको धुलो, स्वाद अनुसार नुन, 2वटा तेजपत्ता, प्याजको अलिकति हरियो पत्ता, अलिकति धनियाँको पात। राम्रोसँग पखालेर राखेको मासुमा अलिकति पानी राख्छौँ र थोरै बेसारको धुलो राखेर 2 मिनेट जति उमाल्छौँ। यसो गर्दा राँगाको मासुमा भएको एक प्रकारको बास्ना हराउँछ। उम्लिएको 2 मिनेट भइसकेको छ। प्रेसर कुकर तातिसकेको छ। हामी हाम्रो आवश्यकता अनुसार तेल राख्दैछौँ। तेल तातिसकेकोले अब हामी राख्दैछौँ 2-3 थरी मिसाएको दाना मसला, मसला ब्राउन कलरको भइसकेको छ। काटेर राखेको प्याज, प्याज डढ्न नदिनलाई बेला बेला चलाइरहनु पर्छ। प्याज ब्राउन कलरको भइसकेको छ। अब हामी तयार पारेर राखेको सामग्रीहरू राख्दैछौँ। बेसारको धुलो, कश्मिरी खोर्सानीको धुलो, अब बोइल गरेर राम्रोसँग सफा गरेको मासु राख्दैछौँ। काटेर राखेको टमाटर, नुन,
अलिकति पानी, तेजपत्ता पनि राख्दैछौँ। यसरी नै 9-10 सिटी लागिसकेपछि चुल्हा अफ गरेर ढक्कन नखोली बिस्तारै प्रेसर कुकरको हावा बाहिर निस्कन दिन्छौँ। अदुवा लसुनको यो पेस्टमा हामीले 1 सानो चम्चा जिरा, ल्वाङ र सुकुमेल पनि पिसिसकेका छौँ। धनिया पाउडर, मिट मसलाको धुलो, दालचिनीको धुलो राखेर यसलाई राम्रोसँग मिक्स गर्छौँ। प्रेसर कुकरबाट पुरै हावा बाहिर निस्किसकेको छ। मासु राम्रोसँग पाकिसकेको छ। अब हामी मिक्स गरेको मसलाहरूको पेस्ट राख्छौँ। अब 5 मिनेटसम्म छोपेर पकाउँछौँ। मसला पनि पाकिसकेकोले अब काटेर राखेको प्याजको हरियो पत्ता राख्छौँ। अन्त्यमा यसरी छोपेको 1 मिनेटपछि काटेर राखेको हरियो धनियाको पत्ता राख्छौँ। अब मासु खानको लागि पूर्ण रूपमा तयार भइसकेको छ। तपाईहरू पनि एकपल्ट यसरी नै बनाएर खानुहोस् त साह्रै मिठो हुन्छ। भिडियो पुरै हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। र यदि यो भिडियो राम्रो लाग्यो भने कृपया भिडियोलाई लाइक र
हाम्रो यो मामा माइजू किचन च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। नमस्ते।